तर भान्सामा भने तनावको तापक्रम बढिसकेको थियो। सासूले अँध्यारो मुख लगाउँदै गोबर सोहोर्न र आँगन लिपपोत गर्न इसारा गर्नुभयो। रिचाले घिन मान्दै त्यो गोबरको थुप्रो र हिलोलाई हेरिन्। उनका कलिला हातहरू यस्तो काम गर्न अभ्यस्त थिएनन्। छिमेकी काकीहरू पँधेरोबाट पानी भरेर फर्किँदै गर्दा रिचाको अवस्था देखेर मुखामुख गर्दै दिस्क्याउन थाले। सहरिया बुहारीले त गोबर छुन पनि डराउँदी रहेछन्, अब कुल कसरी धान्ने हुन् भन्ने गाईगुई रिचाको कानमा ठोकियो, जसले उनलाई झन हीनता बोध गरायो। भान्सामा पसेपछि रिचाले आफ्नो झोलाबाट ब्रेड र ज्याम निकालिन्। उनलाई त्यो भारी दाल भात र तरकारी बिहानै खान मन थिएन। उनले तावामा ब्रेड सेक्न खोज्दा सासूले व्यङ्ग्य गर्दै भन्नुभयो, हाम्रो घरमा त मकैको भटमास र मोही चल्छ बुहारी, यो कागज जस्तो रटीले पेट भरिँदैन। रिचाले मधुरो स्वरमा भनिन्, मुमा मलाई यस्तै खान मनपर्छ। तर सासूले बुहारीले घरको थिति बिगारिन् भन्दै ठूलो स्वरमा कराउन थाल्नुभयो। घरमा खानाको विषयलाई लिएर ठूलो बहस सुरु भयो। सासूले रामलाई बोलाएर स्पष्ट शब्दमा भन्नुभयो, तेरी स्वास्नीलाई हाम्रो संस्कार सिकाउन सकिनस् भने यो घरको इज्जत माटोमा मिल्छ।